यार उसो गएर भन्ने हिन्दीमा के भन्छ रुई जस्तो जुल्पी बाडो यार त जेन गराउने न त जेन स्कुटर सिकाउँदै छु मेरो घर त पाल्पा बहिनीको हेलो वेलकम ब्याक माई फेसबुक च्यानलमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु र आज चाहिँ म बाजेलाई चाहिँ ड्राइभिङ स्कुल मतलब नै के अरे ड्राइभिङ सिकाउन आउँदैछु स्कुटर सिकाउँदैछु र हेर्नुस् कस्तो हुन्छ है आजको स्कुटर सिकाइ ल हेर्दै जानुस् ल है यहाँ चाहिँ स्कुटर सिकाउँदैछु है यहाँ गुरुलाई स्कुटर सिकाउँदैछ एउटा हाम्रो सुट्टो बाजे रेडी हो नि ल स्टार्ट गर्नुस् त ल त जेन गराउने न त जेन गराउने न त जेन घुमाउने न के अरे के अरेको तलै नजर वहाँ पारी नजर लाउने ढलबल गर्ने हो ए बुढोले सिक्ला जस्तो त लागेन त्यही पनि सिक्छ कि हिजोबाट प्रयास गरेको छु सिकाउनलाई तर अलि मोटो बुद्धिको छ बुढो म जस्तै सिक्ला जहाँसम्म हेरौँ बल्ल बाबु त घुम्टी टर्निङ गर्यो गर्छ घुम्टी यस्तो दाहिनेतिर घुम्टी मर्नु छ गर्छ यार बुढा यार वहाँ आछ है सुड्डो चाहिँ वहाँ आछ अलि पारा ल्याउला त जेन बटार्ने होइन घुम्टी आयो भन्दैमा जेन बटार्ने हो त रुक्नु अनि त घुम्टी आयो भन्दैमा गर्ने हो त जेन घुमाउने होइन यो सिधा गराउने ह्यान्डल ट्याक्क नजर पारी हुन पर्यो अनि दाहिने टर्निङ आयो घुम्टी हल्का पुस गर्ने उतापट्टि अनि दाब्रे आयो भने दाब्रेतिर हल्का पुस गर्ने अटोमेटिक जान्छ घाँचा त ह्यान्डल मोड्ने होइन एक्सिडेन्ट हुन्छ कसो गराउने एकचोटि पुस गर्नुहोस् त दाब्रेपट्टि हल्का सुर्र पार्ने मोड्ने होइन मोड्ने एक्सिडेन्ट हुन्छ जस्तै अब दाब्रेपट्टि जानु पर्यो भने दाब्रे घुम्टी आयो हल्का यसरी पुस गर्ने दाहिनेपट्टि जानु घुम्टी आयो भने दाहिनेपट्टि हल्का पुस गर्ने दिमाग अलि लडाउनु पर्यो है कस्तो त फेरि ऊ घुम्टी आउँदाखेरि त्यो जेन यसरी बटार्ने होइन त ऊ त हिजडाले चाहिँ एकचोटि ट्राई गर्नु त्यो वा तल गराउने ल अझै त्यो यो दबाई रहने रहेन यो एकचार उहाँ उता दिइराख अनि यो दबाई गर्ने हो सबा पारी नजर पारी तेरीको बुढालाई हिजोदेखि भन्दा मेरो यहाँ जुल्पी बाडो यार कपाल बाडो यस्तो बस काट्न पाएन यार बुढोले बुझ्दैन ठिकै छ सिक्छ बुढोले पनि सिक्छ हल्का लाइन लिएर उकाला र घुम्टीमा अलि सक्दैन क्या हिजोदेखि सिकाएको 4-5 दिनमा सिक्छ जस्तो लागिरहेको छ उहाँ पुगो घुम्टी क्रस गर्यो 5 मिनट 6 मिनट भयो यार सुड्डो आउँदैन त यार सुड्डोले कतै ठोक्न त ठोकेन यार यहाँ कुरिरहेको यार बुढोले बर्बाद बनाउला यार हेरौँ त्यही पर गएर हेर्नु पऱ्यो यार बुढोले भ्याउ क्या हो यार उहाँ आउँदै रहेछ है
पारा लिएछ सुड्डोले। रोक्नु 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 अझै मिलेन त्यो घुम्टीमा होइन जेन त घुमाउने होइन के बस्ता बनाउने जेन कपास जस्तो हलुका गराउने रुई जस्तो। हिन्दीमा के भन्छ रुई, हिन्दीमा के भन्छ रुई रुई हलुका गराउने मजाक होइन। त्यो घुम्टी आयो भने त जेन घुमाउने नि यस्तो यस्तो भनिदिएको छु ल। अब यो एकचोटि उहाँ गएर आउने, अर्कोचोटि अब उकाला सिक्ने। उकाला तेर्सोमा हल्का हल्का बग्छ घुम्ती र अब उकालोमा कहाँ यता उकालो नसिक्ने अहिले त धेरै उकालो छ नि त। त्यही उकालो त नि सिक्ने। पल्लो उकालोमा ट्राई गर्छु क्या है। कुन उकालो? पल्लो क्या त्यो हामी उहाँ मेरन्ती जाने ओरा एक्सिडेन्ट नगर्ने। एक्सिडेन्ट भयो भने अब आफैलाई थाहा छ क्या। ल ल ल एकचोटि दिनु गर्ने होइन है। गाठीका रातभरि ड्युटी गरेको बाजेले सिक्छु भनेर सिकाउन आएको। जेन घुमाउँछ मामारे घुम्ट्या फेरि घुमायो। गाह्रो छ नि त। म पनि त्यस्तै थिएँ, अर्कालाई के भन्नु। ठिकै छ, सबै एक हुँदैनन्। सिकेको मान्छेले त्यही हो क्या भने यो गर उसो गर भन्ने हो, यो उसो गर भन्ने हो। त्यसले त्यही गल्ली चालेर आएको हुन्छ। फेरि फल्नाले उसलाई यस्तै झपरेर त्यो सिकेर आएको हुन्छ। त्यो फेरि भुल्छ क्या। त्यसले फेरि गुरु बन्छ एकदम। त्यस्तै म हल्का हल्का गुरु बनेको, तर त्यस्तो गुरु चाहिँ होइन घमण्डको गुरु। हल्का बाजेलाई चाहिँ यसो ड्युटी जान सजिलो हुन्छ कि भनेर सिकाउँ भनेर हो। त्यस्तो चाहिँ होइन है। ल नराम्रो नसक्नु ल। ल हेर्नुहोस् गाइज, यहाँको रमणीय ठाउँहरू है, सुन्दरता। हामी अहिले नेपालतिर छौँ त नभनौँ होइन, कहाँ छौँ। यो चाहिँ मलेसियाको पाङ हो, बुकितिङ्गे होइन, बर्जया हिल्समा छौँ हामी चाहिँ। के हेर्ने सेम नेपाल हो भन्दा हुन्छ। ल गाइज, धेरै सिकाइयो। अब भाउ धेरै उयो तितो हुन्छ। फेरि बुढोले नराम्रो सोच्ने हो कि दादा भन्छ साले दाले मन भने आएन कि गाह्रो छ। ठिकै छ ल। अहिलेलाई चाहिँ यो चाहिँ हल्का प्रोसेस मात्रै है, कसरी सिकाउँदो रहेछ भने म त दिएको मात्रै। तर मलाई चाहिँ थाहा छैन। मेरो मतलब मेरो अनुभव अनुसार चाहिँ मैले सिकाएको है बाजेलाई। यस्तो गर उस्तो गर, त्यही हो कि मेरो अनुभव अनुसार। अरूले कसो गर्छन् थाहा छैन है। तर म गुरु होइन ल।